चाहिँ आज बिहान उठेर लुक्ला परिक्रमा गरिरहेका छौँ। त हामी कहाँ चाहिँ जान्छौँ रे? जहाँ छ हेर, जहाँ छ पुग्छ त्यहाँ जाने। पानी पर्ला। यात्राले कहाँसम्म लान्छ हामी त्यहाँसम्म पुग्छौँ। बिहानको मौसम अब हामी ट्रेकिङ रुट स्टार्ट गर्ने ठाउँ थियो गेटबाट, पासाङलाम गेट। यो चाहिँ पासाङ लामु गेट। अब हामी यहाँबाट यो चाहिँ बिस्तारै अब ट्रेकिङ रुट। यो चाहिँ टिकट काउन्टर। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय। यस्तो यस्तो चिज आउने रहेछ। हेरौँ के हुन्छ अब। यो चाहिँ विश्राम स्थल। यहाँबाट यता त्यो गेटबाट यता छिरेपछि चाहिँ राष्ट्रिय निकुञ्ज होला है। त्यो त विदेशीलाई मात्रै होला नि टिकट। यो चाहिँ ट्रेकिङ रुटको म्यापहरू चाहिँ यहाँ राखेको छ। लुक्ला पाक्दिन 2610 3 आवर्स 2 आवर्स मासु मन्जो। त्यसपछि आएर हामी नाम्चे जाँदा चाहिँ हामी डाइरेक्ट सिधा बाटो चाहिँ यस्तो छ। अब यो चाहिँ ट्रेकिङ रुट हो, बिस्तारै बिस्तारै जङ्गलको बाटो। लुक्ला किन आउनुपर्छ भनेर यस्तो यस्तो रहेछ ट्रेकिङ रुट। झर्ना
झरना चाहिँ झर्दै जे हो नि जङ्गलको बाटो चाहिँ एकदम सुसाएर हिँड्छ है चाहिँ एकदम राम्रो छ क्या मन्जु भन्ने ठाउँ लास्ट त्यो खाजा खाने यताउता तिनीहरू लास्ट ठाउँ भन्छु पछाडि वेदर राम्रो खुल्यो पानी नपऱ्यो हुन्थ्यो अलिक मान्छेसँग पुगेर हाल्नु पाइन्थ्यो है यो चाहिँ बाटोमा फोहोर नहोस् भनेर खुम्बुलाई सरसफाइ राखौँ भनेर बोतल र क्यान फाल्ने ठाउँ यहाँ रहेछ त्यसपछि आएर प्लास्टिकका र कागजपत्रहरू फाल्ने ठाउँ यसमा बाटो चाहिँ यस्तो छ है हाम्रो फाङदिङ जाने बाटो ट्रेकिङ रुट नाम्चे जाने बाटो यहाँबाट हामी बिहानको टाइममा फुर्सदको टाइममा हामी कहाँसम्म पुग्न सकिन्छ त अब हेरौँ हाम्रो गन्तव्य वर्षाले कहाँसम्म पुर्याउँछ त्यहाँसम्म हामी पुग्नेछौँ तपाईँहरूलाई जस्ताको त्यस्तै भिडियो देखाउँदैछु है वर्षाले होला यो बाटो चाहिँ अलिकति हिलो पानी परिरहेछ पानी बगिरहेको देखिन्छ रातभरिको पानीले रातभरि बत्ती पनि गयो सुताइ चाहिँ डह्रो भयो दाजुभाइ चाहिँ अब यहाँ टक्क लाएर दुईजना पैदल यात्रामा छौँ हामी दाइ झन्नै लड्नु भएको थियो फेरि चिप्लेर के गर्नु बिस्तारै दाइ बिस्तारै स्लोली हिँड्नुहोस् हतार छैन पानी पऱ्यो भने मात्रै अलिक टेन्सन हुन्छ हामीलाई पानी नपरुन्जेलसम्म त खासै केही हुँदैन ठाउँ पानी खाने ठाउँ पनि छ मजाले टुरिस्टहरूलाई तारा नेचुरल वाटर यहाँको फेरि प्योर नेचुरल केही छैन फेरि नेचुरल भनेको चाहिँ यो है फेरि पानी यसलाई चाहिँ नेचुरल भन्छन् मान्छेले तर काठमाडौँ यतिको पानी पाउनलाई चाहिँ गाह्रो छ है गाह्रो छ ठाडै ओह्रालो रहेछ भ्लग खिच्दा फेरि चिप्लेला भन्ने डर हुँदो रहेछ यार यहाँ त क्यामेराले खिच्दा चिप्लेला भन्ने डर छ क्या मलाई के गर्नु यस्तै छ जिन्दगी 2860 किलो हाइटबाट चाहिँ हामी तल झर्दैछौँ फेरि कोहीलाई लुक्लामा हाई अल्टिट्युड लाग्न पनि सक्छ फेरि त्यस्तो भयो भने हाई अल्टिट्युड लाग्यो भने के गर्नुपर्छ भनेर चाहिँ बिरामीहरूलाई अलिकति गाह्रो हुन्छ यो चाहिँ एकदम झरना चाहिँ खतरा रहेछ यहाँको मजा लाग्यो झरना
चाहिँ यहाँ तल पहिला तपाईँ त धेरैचोटि यहाँ आइसक्नुभयो होइन? हजुर वर्षपछि फेरि आउनुभयो। हजुर योभन्दा पहिला कस्तो थियो र अहिले कस्तो छ त्यो बताइदिनु। अब त्यो 10 वर्ष अगाडिको बाटो र अहिलेकोमा धेरै सुधार चाहिँ नि गरिसकेको छ यता। जुन पहिला चाहिँ नि एकदम कच्ची टाइपले थियो, अहिले चाहिँ नि हल्का सिडीहरू बनाएर ढुङ्गाहरू छापेर राखेको छ। बाटोहरू चाहिँ राम्रै तिनीहरू अवस्थामा भेटियो। पहिलाभन्दा धेरै राम्रो छ। पहिला चाहिँ तपाईँ कहाँसम्म भयो र अहिले तपाईँ कहाँसम्म पुग्नुहुन्छ? पहिला म यो नाम्चे यो खुम्जुम खुन्दु उता पुरै एभरेस्ट भ्यू पोइन्ट घुमेर आएको भयो पहिला आउँदाखेरि। आजको हाम्रो यात्रा भनेको यता फाटिनसम्म टार्गेट हो, किनभने यो झरीको मौसम भएको कारणले अलिकति गाह्रै हुन्छ। झरी पऱ्यो भने त फेरि गाह्रो हुन्छ यो बाटोहरू। वर्षाले होला यो सबै बाटो हिजो रातभरि पानी पर्यो, त्यसको कारणले पनि यो सबै बाटोहरू अलिकति चिप्लो चिप्लो छ आज। रमणीय गाउँहरू आर्मी क्याम्प। आर्मी क्याम्प होइन, यो ट्रेनिङ सेन्टर के हो यता। हजुर अब हामी तल अब हामी फाङ्टिङ चाहिँ तपाईँ कति रहेछ भने कति 2600 समथिङ छ। फेरि हामी 2800बाट 2600 200 मिटर जति हामी झरिसक्यौँ। यो चाहिँ के बनाएको रहेछ यो मलाई पनि थाहा भएन। यो समाधि टाइपको जस्तो लागिरहेको छ यो, किनभने समाधिहरू यिनीहरू नाम पनि लेखेको छ। ठाउँ ठाउँमै यस्तै राखिरहेको छ है। ठाउँमा छ यो त्यो तोप डाँडा तलको तोप डाँडा तलको त्यो झुलुङ्गे पुल त यस्तो तिनीहरू सिधा गएर हल्का मिलेन भने खोलामा तपाईँ तोप डाँडा चढ्नुभयो? चढेँ। एकदमै गाह्रो तोप डाँडा चढ्न। 2 पाइला 3 पाइला सारेकै एकदमै त्यो मुटु फुट्ला जस्तो, छाती फुट्ला जस्तो भयो। पानीको चिताउन थाल्यो। जहाँ पऱ्यो त्यही फर्क्यो होइन। खोलासँग चाहिँ पुग्नै पर्छ। खोला अझै तल, त्यत्रो तल छ। नो प्रब्लम। हामी हाइकिङ हो नि त, ट्रेकिङ हो यो पानीले रोक्न रोक्दैन होइन। पानीले रोकेर रोकिँदैन क्या ट्रेकिङ। बरु सामान बचाउने कसरी भन्ने मात्रै प्रब्लम। यस्तो बाटोमा रनिङ चेप्लुङ नाम।
हल्का बजार जस्तो देखियो घरहरू। कति खाटो ओह्रालो। खोलाहरू पुरा सुकाइरहेको चाहिँ यस्तो चैत्य घुमेर जाउँ। होइन सिधा यो सिधा 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 गएर गुम्बा सुम्बा जस्तो पो लाग्यो। 2700 मिटर हाइट। बातै बन्द गरेछ है। डर पो लाग्छ हो। फोटो खिच न एउटा गडा बिच गदा। Thank you. Sure. What can I do? Look, this party.
चिया ब्रेक हो ट्रेकिङ इट्स गुड यहाँको सेचिया मिठो छ सातो सातो हाले हुन्छ यसमा सातो हाले हुन्छ घिउ हाले हुन्छ नुन हालेर त्यो मलाई सोलोमा चाहिँ मिठो लागेन क्या त्यो घिउ सिउ हालेर चाहिँ अनि यो ट्युबमा चाहिँ नि यस्तो लामो ट्युब ए यसमा झारू झारू यो चाहिँ रेडमेड बनाएर राखिरहेको हुन्छ होइन किनभने एकचोटि बनाउँदा टन्नै बनाउनु पर्ने हुन्छ नि त एक कप दुई कप भनेर हुँदैन तर चिया चाहिँ अलिक पातलो हुँदो रहेछ क्या है मोबाइलहरू पार्नुपर्छ तपाईँले मोबाइल खोल्नु न भित्र खोल्नु भित्र कभर खोल्नु र उ गर्नु कभरभित्र परिराख चिया ब्रेकपछि अब हामी फेरि गन्तव्यतिर प्रस्थान गरेका छौँ सरजीले फोटो लगाऊ कि ज्याकेट लगाऊ केही थाहा छैन हामी हवक झोलुङ्गे पुल आइपुगेका छौँ अब हामी झोलुङ्गे पुल तरेर पारी जान्छौँ बिस्तारा डर लाग्छ क्या हो हल्न हुँदा के हो बन्जिङ जम्पिङ भने यहाँ बनाउनु लाग्यो क्या हो यो चाहिँ भोटेकोसी रमान्ने दृश्य अवलोकन गर्दै हामी अगाडि बढिरहेका छौँ यस्तै पहिरो गएछ धमिलो छ त खोला त आजको मौसम चाहिँ लेस उसको लेस हामी झोलुङ्गे पुल तरेर अगाडि बढिरहेका छौँ होइन ट्रेकिङ चाहिँ खत्रै लाग्यो मलाई सोध्नुहोस् त त्यस्तो उकालो उक्लेर ट्रेकिङ हुँदैछौँ हाफ प्यान्ट लगाएर आउनु पर्दैछ ठिक हुँदैछ मान्छेहरू कोही छैन सब पसलहरू बन्द हेरौँ न आम्मामा
हेर्दा त्यहाँ मान्छे जाउँ वेलकम टु फुङलिङ रहेछ नि त फुङलिङ कठिनाइ छ हिँड्न सकिन्छ त अलिकति अगाडिसम्म जाउँ के रहेछ होइन बाटो स्थिति उकालो रहेछ हिँड्न चढ्ने सम्म रहेछ भने यसो जाउँ न अगाडिसम्म पहिला आउँदाखेरि झुलुङ्गे पुल क्रस गरेर त्यहाँदेखि सबै राति होइन खोलातिरतिर खोइ त फाँट त त्यही त खोलातिरको फाँट हो कि त्यसो यहाँ अलि अगाडि गएपछि चौर आउँछ होला ट्राई गरौँ न एउटा पुल त उ त्यहाँ छ झोलुङ पुल त्यो त उ त्यहाँ होला जाउँ त बिस्तारो अलिक पछि फेरि बस्दै हिँड्नुपर्छ गाह्रो हुन्छ बसेपछि यसो पानी हालेर होइन ट्रेकिङ हिँड्न सजिलो छैन नि त गाह्रै छ नि विदेशी त्यसै पैसा खर्चेर आउँछ नेपाल एउटा सौन्दर्य छ नि त नेपालमा त्यही भएर नि कहाँ पाउनु विदेशमा कहाँ पाइन्छ हौ सुनसान छ ट्रेकिङ रुटमा कोही खैरीहरू पनि छैनन् हामी दुई दाजुभाइ मात्रै छौँ ट्रेकिङमा हिँडाइ छौँ कहाँ सकिन्छ गन्तव्य कहाँसम्म हुन्छ हाम्रो माने प्रेमी होइन माने प्रेमी
होमवर्क समात्नु हो त सुनसान छ है जग्गा यस्तै छ जिन्दगी के गर्ने हाम्रो कर्मथलो हिँड्नुपर्छ हाइकिङ जानुपर्छ ट्रेकिङ अनि थाहा हुन्छ नेपालको सौन्दर्य कतिको राम्रो छ भनेर हाइकिङ र ट्रेकिङ नहेरिकन केही थाहा नहुँदो रहेछ काठमाडौँ मात्रै बसेर हुँदैन हिँड्नु नि पर्छ अब 1 किलोमिटर बाई चाहिँ हाम्रो गन्तव्य ठिक छ ल त्यसपछि हामी त्यहाँ गएर बास बस्छौँ विश्राम गर्छौँ बास त होइन विश्राम गर्छौँ त्यसपछि फेरि के हुन्छ हाम्रो गन्तव्य हुन्छ कि बास हुन्छ कि गन्तव्य फेरि अगाडि बढ्छ त्यसपछि थाहा हुन्छ त्यहाँबाट त्यो रेस्ट गरेर अलिक पुग्यो भने मन्जुसम्म नि हेरौँ मन्जुसम्म अब टार्गेट तपाईँहरूलाई नि एकचोटि म लुक लाएर ट्रेकिङ चाहिँ आउनुहोस् भन्न चाहन्छु सबै मेरो युट्युब च्यानल हेरेर बसिरहनुभएका सम्पूर्ण साथीभाइ तथा दिदीबहिनीहरूलाई अनि अरूलाई पनि सम्पूर्णमा जो मेरो भ्लग हेर्नुहुन्छ साथीभाइ दिदीबहिनी बहिनी दाजुभाइ इष्टमित्र सबैलाई भ्लग चाहिँ हेर्न नछुटाउनु होला यो यस्तो रमणीय दृश्य भोटेको सिक्को ताल सुर चराहरूको आवाज खोलाको आवाज मजाले कलकलाउँदो आनन्दसँग ठाउँ तपाईँलाई चिया खाने ठाउँ विश्राम गर्ने ठाउँ आनन्द छ सक्नु भएन नि यो गदाले पनि बोक्छ है तपाईँहरूलाई घोडा पनि छ यहाँ बोक्ने घोडा मान्छे बोक्छ अहिले हाम्रो गन्तव्य नजिक आइसकेको छ बाटो चाहिँ यस्तै छ गरा हिँड्ने बाटो ट्रेकिङको हिँड्ने बाटो भन्दा नि हो ट्रेकिङ पनि हिँड्छन् मान्छे गरा पनि हिँडाउँछ एउटा सामान ओसार पसार गर्नको लागि तर होटलहरू चाहिँ टन्नै छ
क्लियरली हामीले टुरिस्टहरू देख्यौँ। लगभग हाम्रो गन्तव्य आइपुगेको छ है। यो बस्तीहरू देख्नु भएको छ, त्यो बस्ती हो। पानी औला जस्तो देखिन्छ जुलाइस माथि डाँडातिर। यही त हाम्रो गन्तव्य त्यही हो। 300 मिटर अगाडिसम्मै झन्डा यसले देखासम्मै सियु रेस्टुरेन्ट लज। हाम्रो आजको गन्तव्य 5000 2660 होला। हाम्रो यात्रा चाहिँ 7 दिनसम्म पुग्यो।